हेलो हेलो गाइस, नमस्कार नमस्कार। गुड इभिनिङ गुड इभिनिङ। के छ हजुर, सन्चै आरामै हुनुहुन्छ? दिउँसोको खाजा खानुभयो कि खानु भएन? यस्तै छ, बुढेसकालमा आँखाका परेला फुले, दारी फुले। बाल भने उयो हो, बालेश्रीकट हो। बुढेसकाल लागे पनि मान्छे बुढो भए पनि बाल चाहिँ भालेश्री नै काटिन्छ, मेहन्दी लगाएर कालो कालो बनाइन्छ। अनि के छ हजुर, सन्चै आरामै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? यसो भिडियो सिडियो लाइक सेयर कमेन्ट गर्दा पनि हुनु त गाँठे। केही छैन, न लाइक छ न सेयर छ न कमेन्ट छ। बुढो पाएको मान्छे भनेर यति जाति विधि हेप्ने काम चाहिँ नगर मलाई। हाम्रा पनि दिन आउनु नि, मरेर गयो भने अर्को जन्म फेरि अनि तन्नेरी भइकन आइयो भनेपछि अनि थाहा होला नि। फेरि त्यही बेला गरिदिउँला क्या म पनि। अहिले मेरो अन्तिम उमेर हुँदैछ, यति बेला त गरिदिउँ नि हो लाइक सेयर कमेन्ट। पछि म मरिसकेपछि गरेर के फाइदा लाइक सेयर कमेन्ट? यही बेला हो क्या गर्ने। अलिअलि आँखा देख्ने भएको छु, अनि अलिअलि हिँड्न सक्छु। यति बेला नगरेर सुइक्कै माथि भगवान्को पास गए बेला लाइक सेयर कमेन्ट ऱ्याप स्याप झ्याप लेखेर के फाइदा त नि? यति बेला गर्ने, यति बेला गरौँ है त।